हेलो साथीहरू, कस्तो छ तपाईहरुलाई? तपाईहरु सबैलाई फेरि एकचोटि स्वागत गर्छु तपाईहरुको आफ्नै च्यानल द जीवन गुरुङ शोमा। जानकारीमूलक भिडियो पस्कने क्रममा म तपाईहरुलाई आज नेपालको यस्तो सहरको यात्रामा लैजानेछु जुन सहरलाई नेपालको मेडिकल सिटी र नेपालको पोल्ट्रीको राजधानी भनेर पनि चिनिन्छ। हो साथीहरू, आज म तपाईहरुलाई जुन सहरको यात्रा गराउँछु त्यो सहर हो नेपालको मध्य भागमा अवस्थित तीव्र विकसित भइरहेको चितवन जिल्लाको भरतपुर सहर। जहाँ गएर हामी भरतपुर सहरको इतिहासदेखि लिएर वर्तमानसम्मको अवस्था, त्यहाँको अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, रोजगार, घुम्न लायक ठाउँहरू र खानपान, जीवनशैली आदि सबै कुराको जानकारी नजिकबाट हेर्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। यदि तपाईँ भिडियोमा पहिलोचोटि जोडिँदै हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु चाहिँ नभुल्नुहोला। साथीहरू, भरतपुर सहर नेपालको अधिराज्यको मध्य भागमा अवस्थित चितवन जिल्लाको राजधानी सहर पनि हो। पूर्व पश्चिम राजमार्गको मुख्य केन्द्रमा रहेको यो सहर प्राकृतिक सुन्दरता र आधुनिक विकासको अनुपम सङ्गम स्थल हो। यसको क्षेत्रफल 432 वर्ग किलोमिटरमा फैलिएको यो सहर नेपालको तीव्र विकसित हुँदै गइरहेको सहरमध्ये एक हो। यहाँको जनसङ्ख्या 4 लाखभन्दा धेरै छ। यो सहर नेपालको तेस्रो सबैभन्दा ठुलो सहर हो। यो शिक्षित सहरमा पर्दछ। यहाँको साक्षरता दर 88.5% रहेको छ। पुरुष 93.4% र महिला 84.1% रहेको देखिन्छ। नेपालको औसत साक्षरता दर 76.3% भन्दा धेरै माथि छ। भरतपुरलाई शिक्षाको हब मानिने हुनाले यहाँ सरकारी र निजी शैक्षिक संस्थाहरूको बाहुल्यता रहेकोले यहाँको साक्षरता दर उच्च रहेको छ। यहाँको सरकारी स्कुलमा नारायणी नमुना मावि नेपालकै टप 1 मा पर्दछ। त्यस्तै प्रेम बस्ती मावि भरतपुर 7, बालकुमारी कन्या मावि भरतपुर 2, चितवन मावि भरतपुर 10, जानकी मावि मेघौलीले पनि एसईमा उत्कृष्ट नतिजा ल्याउँदै आइरहेको छ। यहाँको यी सरकारी विद्यालयहरूले भरतपुर र काठमाडौँका निजी विद्यालयहरूलाई समेत चुनौती दिने गरी उत्कृष्ट नतिजा र गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छन्। त्यस्तै यहाँका धेरै निजी विद्यालयहरू पनि उत्कृष्ट नतिजा ल्याइरहेको छन्। त्यस्तै केही छुटाउनै नमिल्ने निजी विद्यालयहरूमा ग्रिनल्यान्ड पब्लिक मावि, सनराइज इङ्ग्लिस स्कुल, होली भिजन पब्लिक स्कुल, स्मल हेभेन मोडल स्कुल, गान्धी इङ्ग्लिस स्कुल, वाल्मिकी शिक्षा सदन, अङ्कुरम एकाडेमी, ओम शान्ति एकाडेमी आदि पर्दछ। त्यस्तै विश्वविद्यालयहरूमा कृषि तथा वन विज्ञान विश्वविद्यालय, चितवन मेडिकल कलेज, चितवन इन्जिनियरिङ कलेज, कलेज अफ मेडिकल साइन्स, वीरेन्द्र बहुमुखी क्याम्पस आदि पर्दछ। यहाँ देशभरबाट विद्यार्थीहरू अध्ययनको लागि आउने गर्दछ। अब लागौँ यो सहरको इतिहासतिर। कुनै समय घना जङ्गल र औलोको डरले मानिसहरू यहाँ बस्न डराउँथे। भरतपुरको आधुनिक इतिहास विक्रम सम्वत 2011 सालमा सुरु हुन्छ, जब राप्ती दुन विकास परियोजना अन्तर्गत यहाँ बस्ती बसाल्न सुरु गरियो। भनिन्छ यो ठाउँको नाम राजा भरतको नामबाट भरतपुर रहन गएको हो। सुरुमा थारू समुदायको मुख्य बसोबास रहेको यो क्षेत्र बिस्तारै पहाडी जनसमुदायहरू आएर बस्दै गएपछि यहाँको विकासले रफ्तार लिएको देखिन्छ। 2035 साल माघ 15 गते नगर पञ्चायतको रूपमा स्थापित भएको थियो, जसमा तत्कालीन भरतपुर गाउँ पञ्चायत र नारायणगढ गाउँ पञ्चायतलाई समावेश गरेको थियो। पछिल्लो समय यसलाई 2048 सालमा नगरपालिकाको रूपमा ग्रहण गरियो। 2071 मङ्सिर 16 गते नेपाल सरकार मन्त्री परिषदको निर्णयले भरतपुर नगरपालिकालाई भरतपुर उपमहानगरपालिकामा स्तर उन्नति गरियो, जसमा मङ्गलपुर, फुलबारी, शिवनगर, गीतानगर र पटियानी गाविसलाई समावेश गरेको थियो। अन्ततः 2073 साल फागुन 27 गते भरतपुर उपमहानगरपालिकालाई भरतपुर महानगरपालिकामा स्तर उन्नति गरियो, जसमा नारायणी नगरपालिका, चित्रवन नगरपालिका र कविलास गाविस समावेश गरेको थियो। हाल यो महानगरपालिकामा 29 वडाहरू छन्। भरतपुरलाई नेपालको मेडिकल सिटी पनि भनिन्छ। यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल दक्षिण एसियाकै प्रतिष्ठित अस्पतालहरूमध्ये एक हो। साथै भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सले देशैभरका बिरामीलाई सेवा दिइरहेका छन्। यसको साथै यहाँ धेरै निजी अस्पतालहरूले पनि उत्तिकै गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ। यो सहरको अर्थतन्त्रको मुख्य मेरुदण्ड कृषि, व्यापार र पर्यटन हो। यहाँको कुल पोल्ट्री उत्पादनको करिब 60% हिस्सा भरतपुरले नै ओगट्दछ। कृषिमा यहाँको मुख्य उत्पादन केरा खेती, मौरी पालन, तोरी, धान, तरकारी आदि खेती व्यावसायिक रूपमा उत्पादन गरेर अन्य सहरमा पठाइन्छ। यसको साथै सहरमा व्यापार, व्यवसाय, पर्यटन, शिक्षा र स्वास्थ्यबाट पनि यहाँको अर्थतन्त्रमा ठुलो टेवा पुगेको छ।
अब हेरौँ यहाँको मानिसहरूको जीवनशैली कस्तो छ त। यहाँका मानिसहरू मेहनती र मिलनसार छन्। साधारण खेतीपाती गर्नेदेखि लिएर उच्च धनाढ्यहरूको बसोबास रहेको यो सहरमा सबै मानिसहरू एक आपसमा मिलेर बसेको छ। त्यस्तै यहाँको खानपानमा तास खसीको मासुको परिकार निकै प्रख्यात छ। यहाँको तासको परिकार नेपालभर लोकप्रिय छ। यदि तपाईँ घुमघामको सोखिन हुनुहुन्छ भने भरतपुर तपाईँको लागि अति उत्तम गन्तव्य हो। यहाँको घुम्न लायक ठाउँहरूमा नारायणी नदी बीच, यहाँ गर्मीयाममा साँझ पख साथीभाइसँग समय बिताउन अति उत्तम ठाउँ हो। जाडोयाममा दिनभर रमाइलो गर्ने, नारायणी नदीमा बोट चढेर नदी भ्रमण र दृश्य अवलोकन गर्ने, यही नारायणी बीचमा स्ट्रिट फास्ट फुडको मजा लिने र साँझ पख सूर्यास्त हेर्ने यो ठाउँ निकै लोकप्रिय छ। यस्तै अन्य ठाउँहरूमा देवघाट धाम, त्रिशुली र कालीगण्डकीको सङ्गम जुन एउटा पवित्र धार्मिक स्थल हो, चितवन राष्ट्रिय निकुञ्ज, पटियानी र मेघौली क्षेत्र, यहाँबाट तपाईँ जङ्गल सफारी, एकसिङ गैँडा र पाटेबाघ हेर्न सक्नुहुन्छ। 20 हजारी ताल, चराचुरुङ्गी र प्राकृतिक दृश्यका लागि यो सिमसार क्षेत्र प्रसिद्ध छ। यहाँ तपाईँ आफैले डुङ्गा चलाउने अनुभव पनि गर्न सक्नुहुन्छ। जेम्स ओल्ड फन पार्क, यहाँ परिवारसहित गएर विभिन्न मनोरञ्जन गर्नु सक्नुहुन्छ। गानेश्वर सानोगढी पिकनिक स्थल, यो ठाउँ जङ्गलले ढाकिएको नारायणी नदी किनारमा भएकोले पिकनिक स्थलको लागि अति उत्तम ठाउँ हो। यहाँ धेरैजना साथीभाइ मिलेर पिकनिक मनाएर मजा लिन सक्नुहुन्छ। जहाँ आफूले पकाउने सामान मात्रै लिएर गयौँ भने बाँकी सबै कुराको व्यवस्था त्यहीँ गएर दिनेछ। त्यसको लागि केही रकम दिनुपर्ने हुन्छ। अम्ब्रेला पार्क पटियानी, जहाँ राप्ती नदीको अवलोकन र रमाइलो गर्दै टिकटक भिडियो बनाउन सक्नुहुन्छ। यहाँका क्याफेहरूले टिकटक र फोटोसुटको लागि विशेष ठाउँ नै बनाइदिएको हुन्छ जुन निःशुल्क उपलब्ध गराइरहेको छ। त्यस्तै अन्य मनोरञ्जनमा सुविधा सम्पन्न सिनेमा हल, सपिङ मल र रात्रिकालीन जीवनका लागि पब र क्लबहरू पनि जान सक्नुहुन्छ। त्यस्तै जात्रा र मेलाको कुरा गर्नुपर्दा देवघाटमा मार्ग कृष्ण चतुर्दशीमा ठुलो मेला लाग्ने गर्दछ। यो मेला कृतिहरूको सम्झनामा रातभर बत्ती बालेर जात्राम बस्ने र बिहान सद्भित छरेर पूजा गरेर समापन गरिन्छ। यो मेला भर्न देशभरबाट श्रद्धालुहरू आउने गर्दछ। त्यस्तै अर्को मेला विक्रम बाबा मेला हो। यो भरतपुरको प्रसिद्ध धार्मिक मेला हो। यो मेला चैत औँसीदेखि वैशाख पूर्णिमासम्म 15 दिन लाग्ने गर्छ। यो मेलामा पनि देशभरबाट श्रद्धालुहरू आउने गर्दछ। साथीहरू, आजको भरतपुर एउटा स्मार्ट सिटी बन्ने दिशामा छ। यो सहरमा 2 विमानस्थल भए पनि हाल एउटा भरतपुर विमानस्थल मात्र सञ्चालनमा छ। साथै गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला जो निर्माण सम्पन्न हुन लागेको अवस्थामा र नारायणी नदीमा सिग्नेचर ब्रिजको शिलान्यास भइसकेर निर्माण सुरु भएको र भरतपुरको गोन्द्राङबाट रत्ननगर टाढीसम्म टिकोली जङ्गलमा 2 किलोमिटर लामो फ्लाइओभर निर्माण सम्झौता भइसकेको साथै अन्य सडक सञ्जालको विस्तारले यसको मुहार अझै फेरिँदैछ। यहाँको पूर्वाधार विकासले गर्दा यो सहर लगानीकर्ताहरूको लागि पनि पहिलो रोजाइ बनेको छ। साथीहरू, यो थियो हाम्रो सुन्दर भरतपुरको एउटा सानो झलक। इतिहासको गर्वबाट उठेर आजको नेपालको एक प्रमुख सहर बन्न सफल भरतपुर साँच्चै नै लोभलाग्दो छ। तपाईँहरूलाई भरतपुर कुन कुरा सबैभन्दा राम्रो लाग्छ कमेन्टमा लेख्नुहोला। यदि यो भिडियो मन पर्यो भने लाइक गर्नुहोला र आफन्त साथीभाइलाई सेयर गर्नुहोला। साथै तपाईँ यो भिडियोमा पहिलोचोटि जोडिँदै हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु चाहिँ नभुल्नुहोला भन्दै बिदा हुन्छु।